नेत्रहीन युवा सङ्घ नेपाल अपाङ्गता र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अभ्यासकर्ताहरूको समूह कम्युनिटी अफ प्र्याक्टिसको सेवाका शर्तहरू पृष्ठभूमिमा छ। नेत्रहीन युवा सङ्घ नेपाल दृष्टि सम्बन्धी अपाङ्गता भएका युवाहरूद्वारा स्थापित संस्था हो। हाल देशभर 10 शाखा रहेको यस संस्थामा 800 भन्दा बढी सदस्यहरू रहेका छन्। यस संस्थाले खास गरी अपाङ्गता भएका युवाहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीतिक सहभागिता र क्षमता विकास लगायत विभिन्न क्षेत्रमा कार्य गर्दै आइरहेको छ। मूलतः दृष्टि सम्बन्धी अपाङ्गता भएका युवाहरूद्वारा स्थापित र सञ्चालित भए पनि यस संस्थाले समग्र अपाङ्गताको क्षेत्रमा काम गर्दै आइरहेको छ। नेत्रहीन युवा सङ्घ नेपालले एडभान्सिङ राइट फर इन्क्लुजिभ सेक्सुअल एन्ड रिप्रोडक्टिभ हेल्थ एन्ड एजुकेसन एराइज परियोजना अर्थात् अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अधिकार र पहुँच सुनिश्चित गर्ने एक परियोजना कार्यान्वयन गर्न गइरहेको छ। सन् 2026 जनवरीदेखि 2027 जुनसम्म सञ्चालन हुने यस परियोजना झापा र मोरङ जिल्लामा सञ्चालन हुनेछ। यस परियोजनाको दूरगामी सोच भनेको अपाङ्गता भएका व्यक्तिहरू आफ्नो यौन तथा प्रजनन स्वास्थ्य अधिकार उपभोग गर्न सक्षम हुने साथै सहयोगी सामाजिक, संस्थागत र कानुनी वातावरणमा जानकारी सहितको छनौट गर्न सक्षम हुनेछन् भन्ने रहेको छ। यस परियोजनाले एकातिर अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावक हेरचाहकर्तालाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी ध्यान तथा सिप प्रदान गरेर यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवा तथा सुविधा र सूचना तथा जानकारीको माग अभिवृद्धि गराउने अपेक्षा रहेको छ भने अर्कोतर्फ सरकारवाला व्यक्ति तथा निकायलाई समावेशी तथा पहुँचयुक्त यौन तथा प्रजनन स्वास्थ्य सेवा र सूचना तथा जानकारी सम्बन्धमा अभिमुखीकरण र पैरवी गरेर सेवा प्रवाहको क्षमता र गुणस्तर बढाउने अपेक्षा रहेको छ। यसै सन्दर्भमा परियोजनाका गतिविधिहरूलाई व्यवस्थित तरिकाले अगाडि बढाउन तथा परियोजनालाई आवश्यक रणनीतिक राय सल्लाह प्रदान गर्न साथै परियोजनाका उपलब्धिहरूमा सबैको स्वामित्व स्थापित गराउनको निमित्त यस परियोजनाले कम्युनिटी अफ प्र्याक्टिसको परिकल्पना गरेको छ, जुन सल्लाहकार समितिको रूपमा रहनेछ। सिओपीको उद्देश्य यस कम्युनिटी अफ प्र्याक्टिसको मुख्य उद्देश्य यस परियोजनाका गतिविधिहरूलाई अगाडि बढाउनका लागि आवश्यक राय सल्लाह प्रदान गर्नु रहेको छ। यस सिओपीका विशिष्टकृत उद्देश्यहरू तपसिल बमोजिम हुनेछन्। परियोजनाका गतिविधिहरू सञ्चालन गर्नका निमित्त आवश्यक रणनीतिक राय सल्लाहहरू दिने, परियोजनालाई सिकाइ आदान प्रदान गर्ने तथा आवश्यक मार्गदर्शन प्रदान गर्ने। सिओपीको गठन प्रक्रिया यस सिओपीमा अपाङ्गता र यौन तथा